ओली अक्टोपसले आज्ञाकारी हुन सिक्यो। ओली सानो अक्टोपस हो। ऊ अति मायालु र सुन्दर थियो, तर ऊ आज्ञाकारी थिएन। उसका बाबुले समुद्रमा टाढा टाढासम्म पौडन नजानु भन्थे, तर ऊ सुन्दैनथ्यो। आमाले समुद्रको पिँधतिर नयाँ साथी खोज्दै नहिँड्नु भनेको पनि मान्दैनथ्यो। एक बिहान सबेरै ऊ आफ्नो घरबाट निस्क्यो। चट्टान मुनि, दरारमा र समुद्रको पिँधतिर के छ भनी खोज्न थाल्यो। उसले आफ्नो रङ फुकेर सबै जलचरलाई फोहोर पारिदियो। साना माछा डराए, तर ओली अक्टोपसले रमाइलो मानिरह्यो। उसका आमा बुबाले पटक पटक भनेका थिए कि रमाइलोको लागि रङ छर्केर अरूलाई दुःख नदेऊ। त्यो त कसैले तिमीलाई खान आयो भने बाँच्नका लागि मात्र प्रयोग गर्ने कुरा हो। ओली विशेष अक्टोपस थियो। उसका अरूका जस्ता 8वटा मात्र होइन, एउटा बेग्लै खुट्टा पनि थियो। उसका 9वटा खुट्टा थिए। उसका आमा बुबाले 9वटै खुट्टामा लगाउन राम्रो नीलो जुत्ता किनिदिएका थिए, तर ओली जुत्ता लगाउन मन पराउँदैनथ्यो। ऊ आफ्ना खाली खुट्टाले डुली हिँड्न मन पराउँथ्यो। आमा बुबा सधैँ भन्थे, छोरा, चट्टानले तिमीलाई दुखाउन सक्छ। तिमीले खुट्टाको सुरक्षाका लागि जुत्ता लगाउनु पर्छ। तर ओली आज्ञा मान्ने खालको थिएन। ऊ जे मन लाग्यो त्यही गर्थ्यो। बुढो वेल सधैँ उसलाई आमा बुबाले भनेको मान्नु भनी सम्झाउँथ्यो। आमा बुबाले भनेको मानिनस् भने तैले एक दिन ठुलो दुःख पाउँछस्। तर ओली हाँसेर टारिदिन्थ्यो। एक दिन ओलीले घर नजिकै एउटा ठुलो जहाज देख्यो। त्यो समुद्रमा बिस्तारै तैरिरहेको थियो। सबै साना जीव जन्तुलाई जहाजबाट टाढै रहनु भनिएको थियो। ओलीलाई पनि भनिएको थियो, तर उसले यसको वास्ता गरेन। एक दिन सबैजना मध्याह्नको विश्राम गरिरहेका थिए। ओली जहाजसँगै पौडियो। उसले चर्को सङ्गीत सुन्यो र मानिस नाचिरहेको देख्यो। ओली पनि सङ्गीतको तालमा आफ्ना खुट्टा पानीमा छप्ल्याङ छप्ल्याङ पार्न थाल्यो। जहाजका मानिसले ओलीलाई देखे र कराए, ऊ अक्टोपस नाच्दैछ। जहाजका नाविकले जहाज ऊ भएतिरै मोडे र उसलाई समाउन खोजे। ओलीले आफ्नो सामुन्ने नाविकलाई देख्यो। ओली लुक्यो र के गर्ने भनी सोच्न थाल्यो। उसले रङ निकालेर साथीहरूलाई संकेत गर्यो। ऊ नाविकले नदेख्ने गरी लुक्यो, तर एकैछिनमा नाविकले उसलाई देख्यो। उसलाई मद्दत गर्न कोही पनि आएन। खेल्दा खेल्दै पनि रङ छर्केर दुःख दिने भएकाले उसलाई आपत परेको कुरा अरूलाई विश्वासै भएन। उसले जिस्केको भन्ने मात्र अरूलाई लाग्यो। ओलीले यता र उता पौडदै नाविकबाट आफूलाई बचाउन खोज्यो। जुत्ता नलगाएकाले उसका खुट्टा दुख्न थाले। उसका आमा बाबुले पटक पटक जुत्ता लगाउन भनेको उसले सम्झ्यो। नाविकले उसको एउटा खुट्टा समात्यो। खुट्टा छुट्टियो र ओली फुत्कियो। उसलाई थाहै थिएन कि कसैले आक्रमण गर्यो भने अक्टोपसको खुट्टा फुस्किन्छ भन्ने। नाविकले उसलाई समात्न फेरि अर्को खुट्टा अठ्यायो। त्यो खुट्टा पनि चुड्डियो। अब उसँग 7वटा खुट्टा मात्र बाँकी भए। उसलाई लाज लाग्यो। ऊ बेतोडले पौड्यो र गुहार माग्दै बुढो वेलकोमा पुग्यो। वेल काका, कृपया मलाई मद्दत गर्नुहोस्, ओलीले भन्यो। पहिले आज्ञाकारी हुन्छु भनेर बाचा गर्छौ? गर्छु काका। त्यसो भए सुन, बुढो वेलले भन्यो। उसले ओलीलाई एउटा उपाय सुझायो। उसले भन्यो, अक्टोपसले त आफ्नो शरीरको रङ पुरै बदल्न सक्छ अनि चट्टान, बिरुवा र अरू वस्तु जस्तो भएर समुद्रको पिँधमै पनि हराउन सक्छ।
ओलीले रङ बदल्यो। अब ऊ ठूलो मुगा जस्तै देखियो। नाविकले उसलाई चिनेन र जताततै खोज्न थाल्यो। दायाँ बायाँ सबैतिर पौड्यो, तर उसले ओलीलाई भेट्न सकेन। नाविक थकित भयो र जहाजमा फर्कियो। उसले सन्तोषको सास लियो। ऊ आफ्नो घर फर्कियो। व्हेलले साउथी मार्दै भन्यो, ओली, तिम्रो बाचा सम्झिराख नि। ओली आफ्ना 7वटा खुट्टाले चाल्दै घर फर्कियो। 2वटा खुट्टा गुमेकोमा ऊ दुखी थियो। अब आमा बुबाले के भन्ने हुन् भन्ने उसलाई चिन्ता पनि थियो। अब उसले बुबा आमाको आज्ञालाई बेवास्ता नगर्ने अठोट लियो। ओली जब घर पुग्यो, आमाले उसलाई अङ्कमाल गरिन्। व्हेल काकाले ओलीका सबै कुरा आमालाई भनिसकेका थिए। मेरो प्यारो छोरा, दुखी नमान। तिम्रा ती 2 खुट्टा चाँडै नै पलाउनेछन् र तिमीसँग फेरि 9वटा खुट्टा हुनेछन्। यो कुरा सुनेपछि ओली ढुक्क भएर बसे र त्यस दिनदेखि आमा बुबाले भनेको सबै कुरा मान्न थाले।